हेलो साथीहरु, वेलकम टु माई न्यू भिडियो। आई होप सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। फाइनली म चाहिँ लङ टाइम पछि भिडियोमा आएको छु। अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु होला। आज चाहिँ हामी हाम्रै नजिकमा रहेको दुधकोशी नदीमा पासो थाप्न जाँदैछौँ है त। के कति लाग्छ माछा हजुरहरूलाई म पक्कै देखाउने छु है। आजको भिडियो चाहिँ सुरु गरे है त मैले। यो चाहिँ हाम्रो गाउँघरको लोकल पासो है त। यो अहिले बनाउँदै गरेको चाहिँ तिहारी, यसलाई तनिउकुनी भन्ने गर्छन् हाम्रो गाउँघरमा र हामीले यो बनाउँदैछौँ है त। अहिले हामी चाहिँ राति नि पासो बनाइरहेको छौँ है त साथीहरू। के गर्नु, माछा मार्नै पर्यो। अब भोलि माछा मर्ने कि नमर्ने हो, आसे खेती त हो साथीहरू। ल है साथीहरू, आज हामी दुधकोशीमा पासो थाप्न जाँदैछौँ है त। भिडियो के कस्तो लाग्छ अन्तिममा प्रतिक्रिया दिन नभुल्नुहोला। तल चाहिँ रहेको छ दुधकोशीको सुन्दर दृश्य, जसले मनलाई नै शान्त पार्छ है त साथीहरू। शान्त पारामा सलललललल बगिरहेको छ है त। तल देखिएको चाहिँ सिलोरी पुल है त। यो चाहिँ देखिरहेको दुधकोशीको दोभानको दृश्य हो है। यो चाहिँ खोटाङ र कुइभिरको पुल सिलौरी र पारी देखेको चाहिँ सल्ले। त्यो साइड चाहिँ हामी पछि माछा मार्न जाने छौँ है त। यो चाहिँ दुधकोशीको सिलौरी पुल। हामी चाहिँ माथि बसिरहेको छौँ है त अहिले। हामीले अब चाहिँ फाइनली पासो र तिहारी थाप्न सुरु गरिसकेका छौँ। यो साइडमा एउटा तिहारी राख्यौँ है। माछा चाहिँ के कति मर्ने हो अब भिडियोमा देखाउने नै छु, हेरिदिनु होला है। अलि पारी चाहिँ अलि अप्ठ्यारो ठाउँ छ, अलिकति डेन्जर छ। यहाँ चाहिँ खसियो भने सिधै दहमा खसिने छ है। यहाँ चाहिँ झन् बिहान बिहान उठाउनु पर्छ, गाह्रो छ नि हौ। मैले पासो थापेको भिडियो देखाउन सकिन, अब एकैचोटि उठाएको भिडियोमा त देखाउँछु है। ल है साथीहरू, आज चाहिँ म छिटो उठेको छु। अहिले रातिको ठ्याक्कै 4 बजिरहेछ, 4:30। अब चाहिँ उठ्नु पर्ने हुन्छ है त। म नि उठिसकेको छु। अब चाहिँ हामी हिँड्ने तयारी गर्नुपर्ने छ है त। हामी चाहिँ छिटो उठ्न चाहिँ उठेकै हो, तर गर्दा भन्दा अलिक ढिलो भयो। अहिले रात पनि लामो छ नि त, त्यही भएर 5:30 बजे हामी घरबाट निक्ल्यौँ है त। अहिले चाहिँ पुस महिना भएको कारण निकै जाडो हुन्छ, त्यही भएर हामी चाहिँ बगरमा आगो तापेर बसेको है त साथ। जाडो छ, के गर्नु, आगो ताप्नै पर्यो। बिहानीको समयमा सबैजनालाई शुभ बिहानी र गुड मर्निङ है त साथीहरू। मैले चाहिँ क्लियर नभएर भोइस पछिबाट रिप्लेस गरेर हालेको छु है त। हाम्रै दुधकोशीमा के कति माछा लाग्छ है त, हेरौँ है त साथीहरू। अब चाहिँ हामी कोशीतर्फ जाँदैछौँ है त। बाहिर बादल लागेर राम्रो भ्यू छैन, त्यही भएर सिधै लागे त म कोशीतिर। अब हामीले पासो उठाउनु पर्ने हुन्छ है त। के कति लाग्छ त ओहो साथीहरू, असला लागेको छ, जोडी असला लागेको छ। वाह वाह, दामी असला, जोडी भनेको थियो, जोडी निक्ल्यो। माछा निक्लिसकेको छ साथीहरू।
टल्किसकेको छ साथीहरू ओहो अब यहाँको माछा हेर्नु पर्ने हुन्छ माछा टल्किरहेको छ पानीमा देखिसकेको छ हिजो थापेको ओहो भर्खरै परेको रहेछ साथीहरू ओहो असला माछा देख्नुहुन्छ माछा अठाउन जानु पर्ने भयो यहाँनिर चाहिँ अप्ठ्यारो रहेछ जोडी असला साथीहरू जोडी ओहो अब हाम्रो यहाँ साथी चाहिँ पानीमा जानु पर्ने भयो अब माछा अठाउनु ल ल ल ल अब जाउँ ओहो अलि उचाल त माछा हेर्नु माछा माछा यहाँ ठुलो छ साइजको छ साइजको माछा लागेको छ है ल बिहान बिहान अब चिसो पानी पक्नु पर्ने हुन्छ वाह अब माछा होइन यहाँ तन्यु अड्किएको छ तन्यु निकाल्ने क्रममा छन् साथी ओहो असला साइजको झिक 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 असला हेरौँ कत्रो छ यो नि साइजको ठुलै माछा रहेछ उचालो त यो रामा साइजको माछा छ है साथीहरू एकचोटि उचालो त छौँ साथीहरू र हामी उताबाट आएको हो उता साथीहरू चाहिँ उता छन् र हामी चाहिँ अब यहाँ तिहारी उठाउनु पर्ने हुन्छ र तिहारी यहाँनिर छ ल अब माछा के कस्तो मर्छ हेर्नु होला पक्कै नै भिडियोमा तिहारीमा माछा लागेको छ कि छैन साथीहरू हेरौँ के कस्तो छ ओहो माछा हो कि हो यहाँनिर चाहिँ तिहारीमा माछा लागेन जस्तो छ साथीहरू लागेन रहेछ है तिहारीमा त थापै भयो यहाँनिर चाहिँ खाली भयो तिहारी माछा मरेन रहेछ साथीहरू ठाउँ चाहिँ राम्रो थियो है ठाउँ चाहिँ एकदम राम्रो जग्गा थियो यहाँ हाम्रो यही जग्गा भनेर यहाँनिर थापेको बाटो नि एकदम अप्ठ्यारो छ कि एकदम अप्ठ्यारो छ माछा लागेन यो साइड माछा नलाग्ने रहेछ है दुःख मात्र भयो ठिक छ अब यो पासोमा चाहिँ खोइ हेर्नु पर्ने हुन्छ अब हाम्रो चाहिँ लगभग तिहारीमा मात्रै माछा पर्यो र एउटा पासोमा चाहिँ परेन हामीले 6वटा पासो थापेको मध्ये ओहो साथीहरू ओहो गजबको लागेको छ है असला आम्बो डेन्जर असला लागेको छ एकछिन असला देखा माछा ओहो असला हेर्नु एक धार्नीको असला ल एकचोटि यो चाहिँ मैले सेट गरेको असला है के अरे पासोमा परेको छ खुसी लाग्यो है यो पासोको डोरी चाहिँ मैले बनाइदिएको साथीहरूले अब सेट गरे यो चाहिँ एकदम गठिलो लागेको छ है त यो त लगभग 1 पाउ भन्दा नि बढी छ है पर चाहिँ अलि अप्ठ्यारो ठाउँ भएको कारण तिहारी अड्किएको पनि रहेछ त्यही भएर भनी जानुपर्ने भयो है साथीहरू माछा अब प्लास्टिकमा है दामी छ माछा ल माछा साइजको माछा अघि चाहिँ मैले भिडियो गर्नु पाइनँ त्यही भएर त्यो तिहारी झिकेर चाहिँ बाहिरै भिडियो गरेँ है त माछा चाहिँ साइजकै लाग्दो रहेछन् अहिलेको सिजनमा गाउँले जीवन माछा मार्दै बित्छ साथीहरू हाम्रो त के गर्नु यहाँ चाहिँ पासोमा माछा परेन जस्तो छ है साथीहरू पासो खाली आयो यहाँ चाहिँ लगभग पासो खाली आयो यहाँनिर माछा परेन साथीहरू ल अब अर्को ठाउँको भिडियो देखाउने छु भिडियो हेरिदिनु होला माया गरिदिनु होला दुधकोसीको लोकल असला सबभन्दा यहाँको ल हेर्नु यो रहेछ यहाँको जोखर चाहिँ यो है हेर्नु जोडी
देखाइदेऊ त एकचोटि देखाइदेऊ देखाइदेऊ ल साथीहरू ल तिहारीको काम अब बन्दोबस्त भइसकेको अब पासोमा अब माछा मर्यो होला त साथीहरू एकचोटि के गर्नु साथीहरू अड्कियो के हो पानी पछि तान पाछो त खाली आयो के हो साथीहरू माछा परेन जस्तो छ त माछा खोइ के भयो परेन के हो कोसीको लोकल माछा ल काँडे नि परेको छ साथीहरू दुधकोसीको असला माछा हेर्न सकिन्छ ल साथीहरू असला चाहिँ यत्रो छ हिँड्छ किन त अब माछा हेरौँ यसरी प्लास्टिक देखाएको छ माछा गतिलो माछा रहेछन् यो चाहिँ एकचोटि अठाउन त चुच्चे यो चाहिँ चुच्चे असल हो डेन्जर लागेको नि गतिलो है माछा चाहिँ डह्रो छ है डह्रो माछा डह्रो मरेको छ साथीहरू ल है साथीहरू अब चाहिँ हामी पनि घर फर्कनु पर्ने हुन्छ अब फेरि माछा मार्नु आएमा भिडियो देखाउने नै छु हेलो साथीहरू मेरो भिडियो कसले अन्तिमसम्म हेरेर साथ सपोर्टको साथ माया गरिदिनु भयो होला सबैजनालाई धन्यवाद भन्दै फेरि म अर्को भिडियोमा आउने प्रतिज्ञा गर्दै अहिलेलाई भने म छुटिन्छु हस्त धन्यवाद।